आइसिसी T20 वर्ल्ड कप एसिया र इस्ट एसिया पेसिफिक क्वालिफायरका ग्रुप स्टेजका खेलहरू समाप्त भएका छन्। यो सँगै सुपर 6 मा पुग्ने टोलीहरूको पनि टुङ्गो लागेको छ। सुपर 6 का खेलहरू भने आइतबारबाट सुरु हुनेछन्। नेपालले भने आफ्नो पहिलो खेलमा आइतबार साँझ 4:15 मा युएई विरुद्ध खेल्दैछ र नेपालले पछिल्लो पटक ओमानमा भएको एसिसी मेन्स प्रिमियर लिगमा सेमिफाइनलमा युएई विरुद्ध 6 विकेटले हार्न पुगेको थियो। त्यही भएर भोलिको खेलमा हामीहरूले आफ्नो स्ट्रङ प्लेइङ 11लाई खेलाउनुपर्छ। नेपाल र युएई बीच खेलिएका पछिल्ला 5 खेलहरूको आँकडालाई हेर्दा नेपालले 5 मा 3 मा जित र 2 मा हार बेहोर्नु परेको छ। तपाईहरुलाई के लाग्छ, नेपाल क्रिकेट टिमले यसपालि युएईलाई ओमानमा हराउला या नहराउला? आफ्नो राय भने कमेन्टमा लेख्न नबिर्सनुहोला। क्रिकेट सम्बन्धी न्यूज अपडेटका लागि क्रिकटक नेपाललाई लाइक, कमेन्ट, सब्स्क्राइब एन्ड शेयर गर्न भने नबिर्सनुहोला।